वर्डप्रेस लोकल इन्भाइरोमेन्टमा कसरी सेटअप गर्ने। वर्डप्रेस लोकल इन्भाइरोमेन्टमा सेटअप गर्नलाई हामीलाई XAMPP या VAMP जस्तो सफ्टवेयर चाहिन्छ। हामी यहाँ XAMPP युज गर्छौँ। XAMPP डाउनलोड गर्नको लागि www.apachefriends.org/download मा जानुहोस्। अब डाउनलोडमा क्लिक गर्नुहोस् अनि सेभ गर्नुहोस्। त्यसपछि सो इन फोल्डर, त्यसपछि डबल क्लिक गर्नुहोस्। अब यस प्रेस गर्नुहोस् अनि ओके अनि नेक्स्ट 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 फाइल इन्स्टल हुँदैछ। त्यसपछि अलाउ एक्सेस, फिनिश। अब एपेचेलाई स्टार्ट गर्नुहोस्, माइस्क्वेल स्टार्ट गर्नुहोस्, अलाउ एक्सेस। अब एडमिन क्लिक गर्नुहोस्। हामीले गरेको सबै ठिक छ भने PHP माई एडमिन पेज लोड हुन्छ। अब न्यू ट्याब गर्नुहोस्, www.wordpress.org/download मा जानुहोस्। अब डाउनलोड थिच्नुहोस्, सेभ। डाउनलोड भइसकेपछि अब सो इन फोल्डर कपी गर्नुहोस्, डेस्कटपमा ल्याएर पेस्ट गर्नुहोस्। मैले फेरि कपी गरेँ, कपी गरिसकेपछि सी ड्राइभको XAMPP-को SD docs भित्र लगेर पेस्ट गर्नुहोस्। अब यसलाई अनजिप गर्नुहोस्। मैले यहाँ 7zip युज गरिरहेको छु, तपाईँसँग जुन अनजिप सफ्टवेयर छ त्यसैले गरे हुन्छ। अब हामीले यहाँ पोर्टफोलियो बनाउन लाग्छौँ, त्यही भएर मैले वर्डप्रेसलाई पोर्टफोलियो नाम दिन्छु। PHP माई एडमिन पेज ओपन गर्नुहोस्, डाटाबेसमा जाने, त्यहाँ पोर्टफोलियो नाम दिनुहोस्, त्यो अघि बनाएको फोल्डरको नाम, एन्ड देन क्रिएट थिच्नुहोस्। अब लोकल होस्ट/पोर्टफोलियोमा जानुहोस्, हाम्रो वर्डप्रेस सेटअप पेज आयो। अब हामीले कन्टिन्यू थिच्नुहोस्, लेट्स गो, एन्ड देन यहाँ डाटाबेस नेम पोर्टफोलियो, हामीले बनाएको डेटाबेसको नाम, युजर नेम रुट, पासवर्ड ब्ल्याङ्क, लोकल होस्ट WP, सबमिट। रन इन्स्टलेसन, साइट नेम पोर्टफोलियो, युजर नेम एडमिन, पासवर्ड एडमिन @123, सजिलो राखेको सो हामीलाई याद होस्। WordPress and then login. हामीले अघि बनाएको युजर नेम र पासवर्डले लगइन गऱ्यौँ। यति आयो भने तपाईँको वर्डप्रेसको सेटअप सक्सेसफुल भयो।